हेल्थ साथीहरु अन्डाले चाहिँ एन्टी एजिङको काम गर्छ है हाम्रो एजलाई रिभर्स गर्ने काम गर्छ हाम्रो स्किनको एजलाई पनि कन्ट्रोल गर्ने काम गर्छ है अन्डामा चाहिँ यसरी एउटा चीज मिलाएर चाहिँ तपाईले लगाउनु भयो भने चाहिँ तपाईको चाहिँ उमेर भन्दा चाहिँ तपाईलाई एकदमै सानो देख्ने बनाइदिन्छ है रिंकल्सहरु हुन दिदैन अनि यो प्याक लगाइसकिसकेपछि चाहिँ मज्जाले धोएर चाहिँ मोइस्चराइजर लाउन चाहिँ नबिर्सनुहोस् होला है अनि भिडियो चाहिँ सुरुदेखि अन्तसम्म हेर्नुस् होला तब मात्रै तपाईहरुले बुझ्नुहुन्छ है भिडियो कम्प्लिट हेर्नु हुँदैन अनि सोध्नुहुन्छ मलाई पनि त त्यति धेरै टाइम हुँदैन साथीहरु त्यसले गर्दा भिडियोमा सबै कुरा भनेको हुन्छ भिडियो मज्जाले हेर्नुहोस् तपाईले भिडियोबाटै बुझ्नुहुन्छ है त्यसको लागि चाहिँ यहाँनिर मैले एउटा अन्डाले लिएको छु तपाईले चाहिँ जस्तो अन्डा लिदा फेरि पनि हुन्छ यो अन्डाको चाहिँ यो येलो भाग चाहिँ हैन हामीलाई चाहिँ व्हाइट भाग चाहिएको तर मेरो चाहिँ निकाल्दा फुट्यो साथीहरु है तर हामीलाई चाहिँ यो येलो भाग चाहिँ हैन व्हाइट भाग मात्रै चाहिन्छ तपाईहरुले चाहिँ केयरफुली निकाल्न सक्नुहुन्छ मेरो चाहिँ आधी व्हाइट पोर्सन चाहिँ यता गएछ त्यसलाई निकाल्दैछु मैले चाहिँ बेसी बनाउँदैछु किनभने हामी 3 जना लगाउँछौं नि त यो त्यसले गर्दा फेरि चाहिँ तपाईहरुले चाहिँ 2 चम्ची निकाल्नु भयो भने भइहाल्छ है यसरी यसलाई फिटिसकेपछि चाहिँ यसमा चाहिँ म आधा चम्चा चाहिँ निम्बुको रसलाई लगाउँदै छु निम्बुको रसलाई राख्नु पर्ने हुन्छ यदि तपाईहरुलाई निम्बु सुट गर्दैन भने चाहिँ तपाईले निम्बुको बदलामा टमाटरको रस लगाउँदा नि हुन्छ अनि एलोभेरा जेल लगाउनु भयो भने चाहिँ एलोभेरा जेलले चाहिँ तपाईको स्किनलाई चाहिँ सुट गर्ने काम गर्छ अनि यो चाहिँ राइस फ्लोर है चामलको आटा हो यो चाहिँ मैले हिजो सकेको थियो फेरि आज घरमै बनाएको यसलाई मज्जाले मिक्स गर्नुपर्ने हुन्छ अन्डाको त्यो व्हाइट पोर्सनमा चाहिँ अब अलिक आटा मिक्स हुनु पर्यो नि त अनि यसलाई चाहिँ तपाईले लाउँदा चाहिँ जहिले पनि यसरी उकालो तानेर चाहिँ लगाउनु पर्ने हुन्छ तपाईले लाउँदा फेरि है किनभने चाहिँ हाम्रो चाहिँ यो स्किन चाहिँ उकालो तान्नु पर्छ नि त हामीले जहिले पनि है यो गालाहरु चाहिँ उकालो तान्नु पर्ने हुन्छ त्यसरी चाहिँ तपाईले लगाउनु पर्ने हुन्छ सबैले आफ्नो स्किन आफ्नो फेस भरि यसलाई लगाएर चाहिँ यसलाई मार्नु हुँदैन है साथीहरु तपाईलाई थाहा छ किन भन्दा फेरि चाहिँ चामलको आटा चाहिँ अलिक बिरबिर हुन्छ नि त मार्नु चाहिँ हुँदैन यो खाली लाउने मात्रै हो यसले चाहिँ रिंकल्सको लागि मात्रै हैन एन्टी एजिङको लागि मात्रै हैन तर यसले चाहिँ तपाईको स्किनलाई व्हाइट बनाउने काम पनि गर्छ व्हाइटनिङको काम पनि स्किन व्हाइटनिङको काम पनि गर्दैछ किन भन्दा चाहिँ यो चामलको आटा चाहिँ स्किन व्हाइटनिङको लागि पनि हो नि त एकदमै यो चाहिँ प्योर अर्ग्यानिक आटा हो किनेकोमा चाहिँ अब रियल हुन्छ के हुँदैन हैन थाहा हुँदैन त्यसले गर्दा म चाहिँ घरमा नै पिस्ने गर्छु चामलको आटालाई चाहिँ तपाईहरुले पनि पिसेर राखिराख्नु हुन्छ यो चाहिँ तपाईहरुले डेली लगाउँदा फेरि लगाउनु पर्ने हुन्छ जसको तपाईको रिंकल्सहरु छ नि डेली यो प्याकलाई बनाएर तपाईले लगाउन सक्नुहुन्छ है तपाईहरु घरमा रोज चाहिँ त अन्डा खान्छ है त्यो अन्डाको 2 चम्चा चाहिँ तपाईले छुट्टाउनु भयो भने हुन्छ अन्डालाई चाहिँ तपाईले राख्नु हुँदैन नि त फुटाएर है त्यसले गर्दा चाहिँ डेली बनाउनु गाह्रो हुन्छ अन्त चाहिँ तपाईहरुले जब अन्डा खानुहुन्छ त्यति बेला बनाउँदा नि हुन्छ यतिको सुक्नु पर्छ है हेर्नुस् है सुकेपछि चाहिँ तपाईले यसलाई हल्का पानीले भिजाएर चाहिँ 15-20 मिनेटमा चाहिँ फेरि धोएर मोइस्चराइजर लगाउनु पर्छ